भने चाहिँ हाम्रो 14 Pro Max विथ बक्स हामीले कति 40 मा हिँड्दा है 40 मा डिल गरेर हिँड्दा हामीले कहाँ 40 मा डिल गर्नु मलाई 40 भनेको थियो त छैन हैन र विथ बक्स 14 Pro Max बिल पनि छ है ओलिड स्टोर अर्को फोन भएर बेच्नु भएको भन्नु है ब्याक प्यानल चाहिँ क्र्याक छ चेन्ज गर्नै पर्छ हैन यो चाहिँ सिडी मा फसेको हो ए क्यामेरा सेन्सर चलाइरहेको सेट हो के छ यसमा समस्याहरू समस्या केही छैन फेस आइडीहरु वर्किङ छ होला एकचोटि ट्राई गरौँ न मैले फेस आइडी सेटअप ए हाल्नु भएको छैन गरौँ न भर्खर थाहा ए ल हुन्छ हुन्छ एकचोटि जेनरल पनि देखाइदिउँ 256 GB नेपालमै किन्नु भएको है हजुर ओली स्टोरमै किन्नु भएको बिल बक्स सहित हैन बिल बक्स सहित ब्याट्री हेल्थ 85% प्यानल मात्रै क्र्याक छ चेन्ज गर्नुपर्ने छ हैन अरु केही छैन है समस्या छैन हेर्नु चेक गर्नु सबै गराउनु स्टोरमा पनि देखाएको हामीले स्टोरमा कुरा गर्दाखेरि चाहिँ यसले केही असर पर्दैन तपाईलाई इच्छा लाग्छ भने फेर्नु प्यानल हजुर फरक चाहिँ केही पर्दैन केही समस्या छैन भन्नु ए फेस आइडी हेरौँ न यही हेरौँ हुन्छ हुन्छ फेस आइडी डिस्प्ले सबै चिज यसरी ट्राई गरौँ त हजुरले के लिए ल भने चाहिँ हाम्रो 14 Pro Max विथ बक्स हामीले कति 40 मा हिँड्दा है हजुर 40 मा डिल गरेर हिँड्दा हामीले कहाँ 40 मा डिल गर्नु मलाई 40 भनेको थियो त छैन हैन र यही छ त मेसेजमा 40 हैन र हैन म 40 मा लिएर छु त 14 Pro Max त 40 मा आउने हो त जिस्के दाइ जिस्के 25 26 27 28 29 30 31 32 33 34 35 36 कति 47 हैन कहाँ आउनु 47 कति छ त्यही त 47 मा के भयो त 40 अनि मैले 47 त भने त कहाँ भनेछ म अरू अनलाइन हालिदिन्छु नि त अಯ್या मसँग क्यास यति मात्रै भएर के तपाईँले अनलाइनै गरिदिनु पुरै हजुरको इच्छा हो हाम्रो चाहिँ फोन लिइसकेको छ है त रिसेट भइसकेको छ लस थ्याङ्क यू ब्रदर बाई पेमेन्ट आयो नि अनलाइन फेरि क्यास त्यति मात्रै देखाएन है केटा हामीले ल एक हप्तामा चाहिँ फेरि 13 Pro Max बेच्छु भन्नुभएको